यला महानगरपालिका व पाटन अस्पतालले मंका सहकार्य अस्पतालले दुगु सबगृह या स्तर उन्नति यागुदु आइतबार अस्पतालले जुगु ज्याजोले महानगर प्रमुख चिरबाबु महर्जन स्तर उन्नति जुगु सबगृह या उले जय नदी गुखा हामीले यहाँ 7 वर्षदेखि पोस्टमार्टम सुरु गरेको थियौँ महिनादेखिबाट चाहिँ यसको चाहिँ समितिहरूलाई बढाउन स्तरवृद्धि गर्नलाई चाहिँ महानगरको सहयोगमा चाहिँ हामीले पहल गऱ्यौँ र साउनको 1 गतेबाट अनौपचारिकमा चाहिँ हामीले पोस्टमार्टम सुरु गरेका थियौँ र पत्रकार पनि यहाँहरूले पाउनुभयो होला। अहिले चाहिँ पहिला हामीलाई चाहिँ 2टा मात्र फ्रिज थियो जहाँ 4वटा बढी अट्थ्यो मात्र अट्थ्यो। अहिले हामीलाई 24वटा बढी अट्ने फ्रिज हजुरहरूको सहयोगमा चाहिँ यो 24वटा बढी अट्ने फ्रिज भएको छ। अनि यो मर्चुरी पोस्टमार्टम गर्ने टेबल पनि छ। त्यो टेबल पनि पहिला हाम्रो सिमेन्टको थियो पुरानो, त्यसलाई हामीले डिमोलिस गरेर अनि यो नयाँ टेबल भएकोमा चाहिँ हामीले सब परीक्षण गर्न चाहिँ एकदमै सहज भएको छ। अनि यो अहिले यहाँ सफा देख्नु भएको छ, बास्ना पनि आएको छ, गनाएको छैन। लास्ट यो फ्रिजभरि लास्ट छ। अहिले हामी कहाँ 21-22वटा लास्ट यो फ्रिजमा छ। अनि यो सबै रेनोभेट भएर चाहिँ अहिले हामीलाई एकदमै सहज भएको छ पोस्टमार्टम गर्नलाई। यहाँलाई धेरै धेरै धन्यवाद। ज्याजुले महानगरीय प्रमुख चिरबाबु महर्जन, अस्पतालले निर्देशक प्राध्यापक डाक्टर रवि साके, फर्सनिक विज्ञ सम्झना घिमिरे, प्रशासन प्रमुख प्रकाश खड्का, नवानदी गुखा। तर यो जहाँसम्म यो मर्चेरी हाउसको सन्दर्भ छ, मलाई चाहिँ डाक्टर साहबले अहिले मलाई भनेको होइन, तर मलाई छिमेकीहरूले भने जो छिमेकीहरू चाहिँ अघि डाक्टर साहब सम्झना डाक्टर साहबले भने जस्तै त्यहाँ चाहिँ एउटा लास राखिसकेपछि त्यो लासको चाहिँ विधिवत कानुनी विधि नपुर्याइकन लासलाई चाहिँ बाहिर निकाल्नु पनि नमिल्ने, संस्कार गर्नु नमिल्ने भएको हुनाले त्यो लास चाहिँ त्यहाँ कैयौँ दिन बस्थ्यो। त्यो बस्दाखेरिको अवस्थामा लास 4वटा लास राख्ने क्षमतामा चाहिँ एकचोटि मैले मलाई दर्शकले भन्नुपर्ने भने 14वटा लास थियो अरे। लासमाथि लास, लासमाथि लास भनेपछि अब त्यो लास चाहिँ फाइनली रिलिज नगरेसम्म त त्यहाँ त गनाइरहन्छ। तसर्थ मलाई छिमेकीहरूको चाहिँ मगाएर डेलिगेसन आएको थियो। त्यो डेलिगेसनले चाहिँ ललन साहब गर्दा भएन भन्ने कुरा उहाँले गर्नुभयो। त्यसपछि अनि मैले डाक्टर साहबलाई चाहिँ मेरो म जहिले पनि प्रश्न गर्छु वाट नेक्स्ट होइन, वाट नेक्स्ट भन्ने सन्दर्भमा डाक्टर साहबले चाहिँ मर्चेरी हाउस इज रिक्वायर्ड टु बी एक्सपान्डेड भन्ने उहाँको भनाइ थियो। लक्के ओके डन भनेर चाहिँ डन गरेँ र अब आज 4वटा लासको ठाउँमा 24वटा लास राख्न मिल्ने गरिकन जुन एक्सपान्सन होस् यसको निमित्त पाटन हस्पिटललाई चाहिँ थ्याङ्क यू सो मच। मैले यो दोस्रो मेरो उहाँसितको रिक्वेस्ट चाहिँ फर्स्ट हाम्रो कोभिडको टाइमको अक्सिजन प्लान्टको बारेमा हामीले एकदम तत्काल समस्या थियो। त्यो उहाँलाई एकदमै सहजसँग हामीलाई यति सजिलोसँग हेल्प गर्नुभयो। र दोस्रो पनि मैले उहाँलाई कुरा बुझाउन सजिलो हुन्छ भनेर मैले आशा गरेर नै भनेको, नत्र यो यस्तो कुरामा पनि कहाँ गर्ने र होइन, यो त अब यो त्यति धेरै चाहिँ महत्त्व नदिने कुरा थियो। र उहाँले भन्नासाथै यसमा पनि हामी ल नेक्स्ट प्रोजेक्ट यो भयो भनेर उहाँले तुरुन्तै गरेको साँच्चै भन्नुभयो भने त्यो हामीले पैसाले बरु हाम्रो तर्फबाट अलिक ढिलो ढिलो भएको थियो है। हामी चाहिँ बरु कति चाहिन्छ के चाहिन्छ त्यो हाम्रो होमवर्कहरू चाहिँ अलिकति कम भएर पहिला हामीले ठिकै मात्रै गर्नु भन्ने सोचेको थियो। पछि चाहिँ आएर हामीले यो फ्युचरसम्म सक्दो चाहिँ एक्सप्यान्ड गरौँ भन्ने हिसाबमा हामीले अलिकति ढिलो भएको थियो। तर त्यो फर्चुनेटली काम छ गर्ने, यो सबै सम्पन्न भयो, राम्रै सम्पन्न भयो। फरेन्सिक मेडिसिनमा हामीले अब हामी जति जिउँदो हुँदा जति मान्छेलाई मान प्रतिष्ठा सम्मान दिन्छौँ, मृत्युपछि पनि उति नै दिन जरुरी छ। र त्यो मृत्यु पश्चात दिने काम कसको भन्दा हामी जीवित मान्छेको हो। र पहिला हामीलाई त्यो दिन सकिरहेका थिएनौँ। हामी मानवीय रूपमा चाहिँ अलिकति आफूले सरले अघि भन्नुभएको जस्तै मनमा धेरै पीडा हुन्थ्यो। लासमाथि लास चढाएर राख्नुपर्ने अवस्था थियो। र त्यसको लागि चाहिँ अहिले हामी कहाँ 4वटा बढी अट्ने फ्रिजबाट स्तरोन्नति भएर 24वटा बढी अट्ने फ्रिज
भएको छ। त्यसले गर्दाखेरि त्यो रेस्पेक्ट हामीले दिन सकेका छौँ एउटा लासप्रति। त्यसले गर्दाखेरि जुन लासका पक्षका व्यक्तिहरू आउनुहुन्छ फ्रिजबाट बडी निकाल्नुपर्ने हुन्छ, एउटा लासमाथि अर्को लास खप्टिँदा एकदमै विवत्स स्थिति थियो, त्यो चाहिँ एकदम राम्रो भएको छ। र अर्को काम गर्ने इन्भाइरोमेन्ट पनि पहिला चाहिँ अलिकति भित्र छिन्न नसकिने अवस्था हुन्थ्यो भने अहिले हामीका चाहिँ अघि हामी सबैजना गयौँ, कसैलाई मुख थुन्न परेन होला, सायद मास्क लाउनु परेन होला। त्यसले गर्दाखेरि अलिकति राम्रो व्यवस्थित र सफा भएको छ। मलाई भेट्दाखेरि उहाँसँग नबोल्दा पनि त्यो मलाई भित्रदेखि एउटा अर्कै किसिमको श्रद्धा प्रकट हुन्छ र अहिले पनि र हिजोको दिनदेखि जहिले मैले उहाँलाई चिने र उहाँले धेरै मेयर साहबहरू धेरै वडा अध्यक्षज्यूहरूलाई प्रस्ताव लग्यो मेरै गाउँमा यही दुनियाँतिर, तर उहाँलाई प्रस्ताव लानु परेन। अब के गर्नुपर्छ उहाँले सोध्नुहुन्छ। तर अन्य इलेक्टेड जो जनप्रतिनिधि हुनुहुन्छ हाम्रो कार्यकारिणी समितिमा छलफल गर्नुपर्छ। मार्च 6 गते हुँदैछ, मार्च 7 गते हुँदैछ, यो गर्दैछ, प्रस्ताव ल्याउनुहोस्, एक्लै नल्याउनुहोस्, समूहमा ल्याउनुहोस्, एबिसिडी। तर पाटन अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको केसमा यहाँ जो उहाँसँग सामिप्य रहनु भएको कर्मचारी पदाधिकारी जो हुनुहुन्छ, अब नगरपालिकाको तर्फबाट मैले के गर्नुपर्छ? सायद तपाईँको यो शाश्वत र अस्पतालप्रतिको निष्ठामा जुन तपाईँले जहिले यो उद्गार व्यक्त गर्नुहुन्छ, हामी समग्र अस्पतालको तर्फबाट तपाईँलाई स्याल्युट गर्छौँ। सब गृहया स्तर उन्नति लिसी अनि पेंगु सीमयात ते छिंगु व्यवस्था जुगु दोसा थयान्य सब गृहले पेंगु सीम जक ते जुगु क्षमता दुगु ख यसमा राखेर अनि यो ट्रेनै सबै सजिलो